सबैजनालाई नमस्कार है। म लोकेश बराल, तपाईँहरू हेर्दै हुनुहुन्छ लोकेश बराल अफिसियल फेसबुकसँगै सामाजिक सञ्जाल। यानि कि मैले मेरो 80,000जना जतिजना साथीहरू हुनुहुन्छ नि, फलोवर्सहरूले, अब एउटा आज एकदम मार्मिक गीत सुटिङ भइरहेको छ दाइको डाइरेक्सनमा, जुन हाम्रो सोनु विक हुनुहुन्छ। प्रीति जुवाका निर्देशक भन्ने बित्तिकै अब तपाईँले चिनिहाल्नुहुन्छ। र अहिले मैले उहाँलाई नयाँ चिन्दैछु। उहाँले पनि निकै मिठो मिठो गीतहरू धेरै अभिनय गर्नुभएको छ। उहाँले अभिनय गर्ने गीत एउटा देशप्रेमी गीत र देशभक्ति गीत हो, जुन गीतको अहिले छायाङ्कन हुँदैछ। हामीले छायाङ्कन गर्दैछौँ। यहाँ हामी अहिले यो माथि पनमेलको माथि करञ्जडा सेक्टर 6 को माथिमा आएका छौँ। उहाँको नाम चाहिँ के अरे योगेश भण्डारी हुनुहुन्छ र उहाँ चाहिँ कुसुम भट्ट हुनुहुन्छ। उहाँको दुइटैको अभिनयमा रहेको देशभक्ति गीत एकदम बब्बाल गीत छ। हामी यहाँ सुटिङ गर्नको लागि आइरहेका छौँ। अब एकछिनमा चाहिँ सुटिङ हुनेछ र तपाईँहरूले मेरो फेसबुकमा जतिजना हुनुहुन्छ, जतिजना सबैजना साथीहरूले मेरो फेसबुकमा सबैले मन पराउनु भएको छ, अझै पनि मन पराउनुहुन्छ। र योगेश भण्डारी युट्युब च्यानलमा गएर सब्सक्राइब गर्दै रहनु होला। देशभक्ति गीत, जेनजी आन्दोलनको बारेमा विभिन्न किसिमको बारेमा चाहिँ गीतहरू आउँदैछन् होइन, गीतहरू आइरहेका छन्। अबदेखि उहाँका गीतहरू धेरै अभिनय गर्नुभएको छ, राम्रो पनि गर्नुभएको छ। धेरै अभिनय गर्नुभएको छ, उहाँले अभिनय निकै राम्रो गर्नुहुन्छ। र आज त्यो गीतको छायाङ्कन हुँदैछ। अब बाँकी भिडियो हामी पछि तपाईँलाई देखाउनेछौँ। यो भिडियो चाहिँ लोकेश बराल अफिसियल फेसबुकबाट आउँदैछ। सबैजना साथीले चाहिँ यदि मलाई फलो गर्नुभएको छैन भने गरिहाल्नु होला। गरे भए त ठिकै भएको। त्यसको लागि चाहिँ चिरिप्प गर्ने है त साथी। धन्यवाद।